नेपालको ताजा खबर समाचार च्यानल म राम अधिकारी 2082 11 महिना 21 गते फागुन आउँदो चुनावमा हामीले धेरै नै ख्याल गर्नुपर्छ। भोट केमा दिने केमा नदिने त्यो हामीले जान्ने कुरा हो। कसले कसैलाई सिकाउनु हुँदैन। तर देशमा नयाँ प्रगति विकास एउटा देशको लागि मुहार खान्ने नेता आउनुपर्छ। ठिक छ, नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउपा, केपी ओली शर्मा, प्रचण्ड, बाबुराम भट्टराई, माधव कुमार नेपाल, मोहन वैद्य, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, यिनीहरूको पालामा ठिक छ, केही पनि गर्न सकेन, देश बेच्यो। अब युवा नेता आउँदैछन्, युवा प्रधानमन्त्री लडाइँ चलाइरहेका छ, यस्तो गर्ने होइन नि। रविले पनि के गर्छ हेर्दै जाउँ, बालेनले के गर्छ हेर्दै जाउँ, सागरले के गर्छ हेर्दै, गगन थापाले के गर्छ हेर्दै, हर्क सपाङले के गर्छ हेर्दै जाउँ। हाम्रो देश नेपालमा के गर्छन् हेर्ने हो हामीले। देशमा गतिविधि कस्ता ल्याउँछन्, के ल्याउँछन्। तर देशमा कल कारखाना, युवाको लागि नेपाल देशमै रोजगारी, विदेशमा गएर हामीले सहन पर्नुपर्छ। हामीले अर्काको चाहिँ जे भने पनि गर्नुपर्छ। तर विदेशमा गएर मरेर फेरि त हाम्रो लास नेपालमा आउँछ फर्केर। यो पनि ठुलो पीडा हो। यो त नेपालका नेताले प्रधानमन्त्रीले जान्ने कुरा हो। जसै हामीले त्यो भोट दियौँ नि अहिलेको चुनाव 2082 11 महिना फागुन 21 गतिको निर्वाचनमा, त्यो भोट दिएको जस्तो हामीलाई सफल होस्। नत्र देशमा के हालत हुन्छ हेर्दै जानु होला। नयाँ नेता आउँदैछन्, ठिक छ, युवा आउनु राम्रै हो। बुढाले साइड लाग्नै पर्छ। अब बुढो भयो, बुढाको काम पनि छैन। उमेरले पनि के भन्ला, उनले बोल्नै सक्दैन, आँखै देख्दैन, पढ्न सक्दैन, केही गर्न सक्दैन। त्यो चाहिँ बुढा नेताको काम नै छैन। युवाले गरेर देखाउनु पर्छ। नेपालमा कल कारखाना, नेपालमा रोजगारी, जति नेपाली हुन् हाम्रो देश नेपालका त्यो सबै भित्र्याउनुपर्छ, रोजगारी दिनुपर्छ। होइन भने फेरि देशमा ठुलो युद्ध आइपर्ने छ रोजगारीको बारेमा। पटक भारतमा धाउने, विदेश धाउने, पोल्यान्ड, अमेरिका, स्विजरल्यान्ड, यो ठिक छैन यो चाला। कुनै प्रगति ल्याएरै छोड्नुपर्छ हाम्रो